सबैजनामा नमस्कार। भिडियो अलि लामो हुन सक्छ, कृपया सुनिदिनु होला, बुझिदिनु होला र महसुस गरिदिनु होला भन्न चाहन्छु। हामी सबैलाई थाहा भएको कुरा हो कि यो चाहिँ सरकारले कामदारलाई काम गराइसकेपछि तपाईँको 8 घण्टाको काम गराइसकेपछि तोकेको 19,550 रुपियाँ हो कि नै? 19,550 रुपियाँ त सरकारले तोकिसकेछ भने तपाईँहरूले पनि त पे गर्नुपर्छ होला नि त कामदारलाई। कामदार पनि त त्यसै रहरले काम गर्न गएको हुन्न, टाइम पास गर्नलाई काम गर्न त गएको हुन्न नि त कामदार। केही दुःख, केही बाध्यता, केही परिस्थितिहरूले गर्दै काम गर्न गएको हुन्छ क्या। कसैलाई काम गर्ने रहर हुँदैन, कसैको अन्डरमा बस्ने रहर हुन्न के। तर पनि आफ्नो कुनै मजबुरीले गर्दाखेरि मान्छे गइरहेको हुन्छ नि काम गर्न। कामदार पनि मान्छे हो भन्ने बुझ्न पर्यो के। कामदारलाई पनि यतिसम्म पैसा दिँदा राम्रो हुन्छ होला भनेर बुझ्न पर्यो के। तपाईँहरूलाई म सुनाउँछु आज एउटा कहानी, जो आज मात्रै होइन, मैले त्यो धेरै भोगिरहेको छु, तर म यसरी बोलेन क्या। सायद आज म बोलेन भने म जस्ता मान्छेहरू यति धेरै होलान् कि जो चाहिँ बोल्न चाहिरहेन् तर बोल्न सकिरहेको छैनन् के। किन बोलिरहेको छैन भने आवाजै पुगिरहेको छैन त बोलुन् पनि कसरी के। पुग्नुपर्ने ठाउँमा आवाज पुगिरहेको छैन, बोलुन् पनि कसरी। जब कि सरकारले कामदारलाई मासिक तलब 19,550 दिने भनेर तोकेछ भने तपाईँहरू दिनुहुन्न किन भन्छ कि? किन हिचकिचाउनुहुन्छ कामको लागि? आज म तपाईँहरूलाई सुनाउँछु एउटा कहानी होइन। मलाई एक ठाउँबाट बोलाइयो इन्टरभ्यूको लागि भनेर। म गएँ त्यहाँ। म त्यो कम्पनीको नाम लग्दिनँ, कुनै कन्सल्टेन्सी हो, त्यो कन्सल्टेन्सीको नाम लग्दिनँ। म यति टाढा बस्ने मान्छे, म त्यति टाढा गएँ। तपाईँहरू काठमाडौँमा बस्ने मान्छेलाई थाहा होला, तपाईँ यो मैतेदेवीबाट थापाथली जान भनेको कति टाढा हुन्छ भनेर। हामी मान्छे, विद्यार्थी मान्छे, हामीसँग पैसा फालाफाल हुन्न क्या। त्यो हामी जता पायो त्यतै खर्च गर्दै हिँड्ने, हामीसँग ओभरफुर्मास गर्ने पैसा हुँदैन। न तपाईँसँग हुन्छ न मसँग हुन्छ, कसैसँग पनि हुँदैन त्यस्तो पैसा। तर पनि हामी एक रुपियाँ जुगाड गरेर भए पनि हामी जान्छौँ क्या त्यो ठाउँमा। इन्टरभ्यू कहीँ पाइजान्छ कि भनेर, कहीँ जागिर पाइन्छ कि भनेर। कति दुःख पाइरहेको छु मैले यो काठमाडौँमा जागिरको लागि भनेर त मलाई मात्रै थाहा छ क्या। कति ठाउँमा इन्टरभ्यूको लागि जान्छु म, कति ठाउँमा त्यो मलाई काममा राखिदिनु भनेर जान्छु, कति ठाउँमा कति त्यो ठग्न पनि हुन्छ नि के, सिमै छैन। अनि म त्यहाँ गएँ होइन, मलाई बोलाइयो, म त्यहाँ गइसकेपछि त मलाई एउटा सामान्य प्रोसेस अनुसार लगियो। तपाईँको फर्म भर्न लगाइयो, त्यसपछि एउटा एप्लिकेसन लेख्न लगाइयो, मैले लेखेँ पनि। त्यसपछि इन्टरभ्यू भयो। इन्टरभ्यू भइसकेपछि म माथि गइसकेपछि त्यहाँ एक्सपेक्ट स्यालेरी कति छ तपाईँको भने थियो। तपाईँको एक्सपेक्ट स्यालेरी कति छ भनेर तपाईँ राख्नुहुन्छ भने त त्यहाँ जसले जति पनि त लेख्न पाएँ त। मैले मेरो चाहना कति छ त मेरो स्यालेरी, मैले त्यति लेख्न सक्छु नि त। मैले पाउँछु मैले त्यो, कि त भने तपाईँ त्यो शब्द नै हटाइदिनुहोस् होइन, नत्र भने मैले लेख्न पाउनु पऱ्यो नि त। त्यहाँ मैले लेखेको थिएँ 20,000 भनेर मैले लेखेको थिएँ। इन्टरभ्यूमा गएँ म माथि, त्यो म्यामको कुराहरू सुनेँ होइन। सुनिसकेपछि उहाँले के भन्नुभयो, तपाईँले सुरुमा उहाँले मलाई सोधेको क्वेसन टक अबाउट योर सेल्फ भन्नुभयो कि। अनि मैले भनेँ मेरो बारेमा, मेरो घर यहाँ हो, म यति पढ्दैछु, अनि यस्तो यस्तो, मलाई त्यही भएर म कामको खोजीमा आएको भनेर मैले भनेँ। अनि सी डाइरेक्टली आस्क्ड मी कि तपाईँको एक्सपेक्ट स्यालेरी त धेरै रहेछ त। अनि मैले भने अरे बाबा के भनौँ के, म त्यहाँनिर के भनौँ। जब कि काठमाडौँमा तपाईँहरूलाई थाहा छँदैछ घर भाडा कति छ। मन परी घर भाडा छ के, मन परी घर भाडा छ कि न भन्नुहोस् त तपाईँहरू आफै। कोहीले 10,000, कोहीले 15,000, एउटै कोठाको 12,000, एउटै कोठाको 8,000 लगाइरहेछन् के। अनि कुरा आयो, हामी कुरा गर्दै गऱ्यौँ। त्यसपछि कुरा आयो तपाईँको 9 घन्टा, लगभग मिनिमम 10 घन्टा काम गर्नुपर्ने अरे। 10 घन्टा काम गरेको उसले पैसा कति दिन्छु भन्ने थाहा छ मलाई? 13,000 समथिङ, 15,000 के खाजा साजा अझै त्योबाट आफै कट होला सायद। त्यो पैसाले के हुन्छ क्या, बुझिदिनु न यार, के हुन्छ त्यो पैसाले हामीलाई? तपाईँको 10,000 त रुम भाडा नै तिर्नुपर्छ भनेपछि बाँकी रह्यो 5,000, 6,000, 5,000, 6,000 पनि रहन्न, 4,000, 5,000। त्यति पैसाले गर्ने के हो क्या हामीले त्यो पैसाले? अनि अरू महँगाई चाहिँ यहाँ काठमाडौँमा कति छ बुझ्नु छ। तरकारी त्यस्तै महँगाई छ, कपडाहरू त्यस्तै हुन्छ, महँगाई कति छ क्या, बुझ्न पर्दैन भने। त्यो सरकारले तोकेको स्यालेरी दिन तपाईँहरूलाई के हुन्छ? मैले त भने हो सरकारले यति तोकेको छ, तपाईँहरूले हामीलाई यति त दिन पर्छ होला भनेर। तपाईँले के भने सरकारले तोकेर हुन्न अरे के। कसले तोकिदिनु पर्ने हो त? स्यालेरी चाहिँ तोकिदिनु पर्ने कसले हो? तपाईँहरू कामदारले मागेको स्यालेरी नदिने, सरकारले तोकेको स्यालेरी नदिने, तपाईँहरूलाई 9 घन्टा 10 घन्टा काम पनि गराउनु पर्ने। अनि तपाईँहरूलाई स्यालेरी चाहिँ तपाईँहरूले जति दिनुहुन्छ त्यतिमा रहनुपर्ने।
त्यो त भएन, त्यो त अति भएन र हेप्नको पनि सीमा हुन्छ क्या मान्छेलाई। अनि म हजुरहरूलाई के भन्न चाहन्छु भने भिडियोलाई सक्दो समेत लाइक कमेन्ट सेयर गरिदिनुहोस् के, ताकि यो भिडियो एउटा आवाज बनेर उठोस् के माथि, सरकारसम्म पुगोस् न, ताकि त्यो सरकारले लगाएको नियम पनि पालना भइरहेको छैन भन्नुहोस् न, कहाँभन्दा कहाँ होस् न। ए कति मान्छे छ काम नपाएर भौतारिरहेको क्या, कति मान्छे छ, त्यो मैले अनुभव गरिरहेको छु के, स्वयं मैले अनुभव गरिरहेको छु। त्यो म मात्रै होइन, कति मान्छेहरू काम नपाएर भौतारिरहेछ। त्यो राम्रो काम देऊ न। अनि उसले त्यो कम्पनीको एउटा मिस के भने तपाईँ बाहिर जान चाहनुहुन्छ कि नै रे। मैले भने म त जान चाहँदैन, अहिले फिलहाललाई म बाहिर जाने त्यो माइन्ड मेकअप छैन मेरो भने मैले उहाँले के भन्नुभयो, तपाईँ आजकलको केटाकेटीको भर हुन्न, विदेश भन्छन्, विदेश जाने भएपछि काम नगर्नु रे। विदेश जाने भएपछि काम नगर्नु भन्नको लागि त स्यालेरी पनि राम्रो दिनु पर्यो नि त, केही नभए पनि 19,550 तोकेको स्यालेरी दिन पर्यो नि त सरकारले, अनि त्यसपछि बाँच्न सकिन्छ नेपालमा। होइन भने महँगाई चाहिँ बढ्दै जाने, अनि तपाईँहरूको त्यो कामदारलाई दिनपर्ने पैसा चाहिँ घट्दै जाने, अनि बाँच्ने चाहिँ कसरी। अनि विदेश नजानु रे। अनि विदेश गएन भने तपाईँले दिएको 12,000 13,000ले पालिन्छौँ त हामी, बाँच्छौँ त हामी। भाडा घरबेटीले त्यस्तै मन परी भाडा बढाउने, काम नपाइने, अनि बाँच्ने चाहिँ कसरी भन्छु कि मैले। अनि गर्ने चाहिँ के, जति गर्न खोजे पनि जति गरे पनि आफूले पुग्दैन भने जानु त पर्यो नि त विदेश नजाने रे। अनि उनीहरूलाई आफ्नो ओरिजिनल डकुमेन्ट नागरिकता समेत उनीहरूलाई धितो राख्न दिनुपर्ने अरे, त्यहाँ काम गरुन्जेल। त्यो नागरिकता हामीलाई अन्त चाहिँदैन, आफ्नो डकुमेन्ट हामीलाई अन्त चाहिँदैन। तपाईँकोमा हामीलाई स्यालेरी, तपाईँकोमा हामी त्यो धितो राखेर काम गर्ने हुनु नि त। तपाईँको भन्दा राम्रो काम पायौँ भने हामीले अन्त पनि त जान पाउनु पर्यो नि त। तपाईँले हामीलाई 10,000 दिनुहुन्छ भने अर्को मान्छेले हामीलाई 15,000 दिन्छ भने हामी त्यहाँ जान पाउनु पर्यो के। त्यो तपाईँले धितो राखेर तपाईँको एग्रिमेन्ट साइन गरेर तपाईँ जानै नपाइने, त्यो बन्द गराउन तपाईँले मिल्दैन। म त्यो कन्सल्टेन्सीको अथवा त्यो ठाउँको नाम लग्दैन, तर आज त्यो ठाउँमा आज त्यस्तो भयो के कुरा। अनि मैले भने मलाई इक्जाम दिनलाई बिदा चाहिन्छ भनेर, उहाँले के भन्नुभयो, बिदा अप्रुभ हुन गाह्रो हुन्छ अरे। अब इक्जाम दिन समेत पनि नपाएर काम गर्नुपर्ने, त्यही पनि तपाईँको त्यो स्यालेरी कति छ तपाईँहरू आफै खुद सोच्नुहोस् त। हाम्रो ठाउँमा बसेर आफै सोच्नुहोस् त। तपाईँहरू गर्न सक्नुहुन्छ त्यति स्यालेरीले, बाँच्न सक्नुहुन्छ त्यति स्यालेरीले, पुग्छ तपाईँहरूलाई। यो मनपरी चाहिँ अति भयो कि, यो मनपरी अति नै भयो। तपाईँको त्यो के हो, जब सेन्टरले त्यस्तै ठगिरहेछ काठमाडौँमा, बित्ती ठगिरहेछ क्या। जब लगाइदिन्छु भन्छ, कहिले 500, कहिले 1500, कहिले 3500, कहिले 4,000 समेत खाइरहेछ। कुनै त्यो जब सेन्टर अनुसार फरक हुन्छ हो। कुनै जब सेन्टरले फ्रीमा पनि काम लगाइदिइरहेछ अरे, तर त्यो म समेत पुगेको छैन है, त्यो मलाई थाहा छैन, मैले अनुभव गरेको छैन। अनि त्यसपछि घरबेटीको घर भाडा त्यस्तै हुन्छ, मन परीले बढाइरहेको हुन्छ क्या घर भाडा। तपाईँको 8,000 10,000 15,000 एउटै कोठाको लगिरहेको हुन्छ क्या। अनि त्यसपछि काम गर्ने ठाउँमा गयो, तपाईँको स्यालेरी त्यति थोरै, अनि त्यो बाँच्ने चाहिँ कसरी हो। 8 घन्टा काम गराइसकेपछि त बाँकी 9 घन्टा 10 घन्टा काम हुन्छ भने त्यसको पनि ओटी दिने भनेर भने नि त सरकारले। तपाईँको कतिपय ठाउँमा त मैले के पनि भेटाएको छु भने मैले आफै पनि अनुभव गरेको छु। 8 घन्टा काम गराउँछु भनेर ड्युटी काममा राख्ने, त्यसपछि 15-16 घन्टा खटाइदिने के। अनि त्यो 15-16 घन्टा खटाइसकेपछि त्यो ओटी दिनुपर्छ भन्ने दिमागमा हुन्न के, आउन तिनीहरूलाई। यिनीहरू त काम गर्न आएको हो नि, यिनीहरूलाई दलाउनै पर्छ भन्ने के। यस्तो पाराले चाहिँ चल्दैन है। प्लिज यो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनुहोस्, ताकि यो भिडियो माथिसम्म पुगोस्, एउटा आवाज बनेर उठोस्। जस्तो मैले भोगिरहेको छु त्यस्तो अरूलाई भोग्न नपरोस्। केही नसुधार, केही थोरै भए पनि सुधार आओस् के, त्यति चाहन्छु। म मात्रै होइन, सबैले चाहन्छौँ त्यो चाहिँ। धन्यवाद।